नमस्ते गाइज, तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला है। म पनि सन्चै छु। म चाहिँ अब हिजो जनकपुरबाट आएको थिएँ, आज बिहान काठमाडौँ पुगेँ। अनि यता किर्तिपुरतिर बसिरहेको थिएँ। हाम्रै गाउँको मान्छेहरू धेरैजना छन् किर्तिपुरमा सुदूरपश्चिममा भनेपछि। अनि यसो चौबारतिर घुम्न आएको बेलुका होइन। अनि यहाँ चाहिँ एकजना दाइ छन् हाम्रै गाउँको, अनि एकजना अङ्कल छन्। अङ्कल दाइ म आछु। अब यो चौबारको बारेमा चाहिँ यहाँ अङ्कलले 2 शब्द भनिदिनुहुन्छ। यहाँ कसरी जलाउनु भएपछि कसले के गरेर कसरी पानी निकास भयो, यहाँको इतिहासको बारेमा थोरै भनिदिनु न। के छ? चीनमा बस्ने एउटा लेडिज थिएन होइन, तिनी मञ्जुश्री भन्ने, तिनले आएर चाहिँ पछि यो काठमाडौँको चौबारकातिर अगाडिदेखि होइन, यता अगाडिदेखिको चौबारकातिर यताको पानी जो काठमाडौँ उपत्यको पानी चाहिँ बाहिर निस्काएर यहाँ मान्छेहरू बस्न लायक बनाएको ठाउँ हो यो चाहिँ चौबार। त्यो हो। अनि उता चौबारमा त्यो मञ्जुश्रीको मूर्ति पनि छ उता अगाडि। त्यो चाहिँ मूर्ति है? यो चाहिँ मूर्ति भयो। यो मूर्ति यो चाहिँ तपाईँहरूको देखिने सिन चौबारको है त। अनि यस्तो यस्तो हुन्छ। अब यताबाट हामी अगाडि जान्छौँ भने यहाँ चाहिँ सजिलो होला है तलको मान्छेलाई। यहाँ कुकुरहरू जम्मा भइहाल्यो क्या एकैचोटि। ल हामी चाहिँ ओहो ल ल ल